हेलो नमस्कार। आज हामी दक्षिणकाली दर्शनको लागि परिवार गइरहेका छौँ। शनिबारको दिन छ। सूर्यको उदय पनि भइरहेको छ बिहानै। र पछाडि बस्ने मेरो श्रीमती, भाउजू र दाइ। हामी आज दक्षिणकालीको दर्शन गर्ने भनी बिहानै निस्केका छौँ। यता बस्ने मेरो छोरी र हामी अहिले रिङ रोड पुगिसकेका छौँ। रिङ रोडको अहिले ललितपुरतिरको रिङ रोड एकदमै राम्रो सुन्दर छ, जुन तपाईले दृश्य देखिरहनु भएको छ। र अहिले हामी अब लगभग एकैछिनपछि महालक्ष्मी स्थान चोकमा पुग्नेछौँ। हामी तपाईलाई लोकेसन सहितको दक्षिणकाली कहाँबाट कसरी गइन्छ भन्ने हामी सम्पूर्ण तपाईलाई बाटो सहित देखाउने छौँ। अहिले अब यो महालक्ष्मी स्थानको यो सीसी क्यामेरा पोइन्ट गेट थियो अघिको, र अहिले हामी अब सानेपा तिर लागिसकेका छौँ। अब यो आकाशे पुल कटिसकेपछि सानेपा तिर हामी गइसकेका छौँ। एकदमै सुन्दर वातावरण सहितको रिङ रोड ललितपुरतिरको छ। अब हामी सानेपा चोक पुग्न लागिसकेका छौँ। यहाँ धेरै जस्तो टाइममा ट्राफिकहरू स्पिड मिटर क्यामेरा लिएर बसेका हुन्छन्, तर आज बिहान भनेर छैनन्। र हामी सानेपा चोकको जाममा छौँ र साथसाथै खुलिहाल्ने भयो। अब हामी सानेपा चोक कटेर बल्खुतिर लागिन्छ। अब सानेपा र बल्खु बीचमा एउटा जुन पुल छ, त्यसले ललितपुर र काठमाडौँ छुट्याइदिएको छ। यही पुल अब हामी पुलमाथि हिँडिसकेका छौँ। अब हामी उता पारिपट्टि काठमाडौँतिर लाग्दैछौँ। ललितपुर हामीले छोडिसकेका छौँ। अब राइटतिर जानुहुन्छ भने तपाईँ कालीमाटीतिर जानुहुन्छ। अब लेफ्टतिर हामी किर्तिपुर चौबार साइड लाग्दैछौँ, किनभने लेफ्ट टर्निङ लिन छ। हामी लेफ्ट साइड हामीले गाडी मोडिसकेका छौँ। सिधै जानुभयो भने कलङ्गी जानुहुन्छ। अब हामीले टर्न लिइसकेका छौँ। अब यो किर्तिपुरको दायाँपट्टिको जुन टियु ग्राउन्ड, टियुको युनिभर्सिटीहरू छ यतापट्टि, र हामी सोझै गइरहेका छौँ। उतो जुन डाँडो देख्दै हुनुहुन्छ तपाईँ, अब चौबारको डाँडो देखिनुहुन्छ। अब हामी लगभग चौबार पुगिसकेका छौँ। बुद्धको स्तूपा पनि छ यहाँ बायाँ साइडमा। यो चौबारको डाँडो भनिन्छ। बिहानको सूर्यको किरण धेरै राम्रो देखिएको छ। आज शनिबार भएर पनि हो, धेरै दर्शन गर्न दक्षिणकाली माताको शनिबार भिडभाड लाग्दछ त्यहाँ। दक्षिणकाली नगरपालिका हामी अब यहाँबाट एन्ट्री गरिसकेका छौँ। र अब टौदह पनि हामीले अब लगभग काट्न लागेका छौँ।
हामी लगभग दक्षिणकाली मन्दिरको आसपास पुगिसकेका छौं र हामी अब गाडीको पार्किङ गरेर हामी यहाँबाट मन्दिर दर्शनको लागि गइरहेका छौं। तलको पार्किङ भिड थियो। अब यहाँ दक्षिणकाली मातालाई दर्शन गर्न फुलहरू पनि पाइन्छ, चुनरीहरू पाइन्छ। तपाईले जस्तो सुकै दाना, गेडागुडी, अचार विचार जस्तो सुकै आइटम पनि लगभग यहाँ पाइन्छ र यहाँ किन्दाखेरि धेरै विचार पुर्याउनु पर्ने हुन्छ। यहाँ 20 रुपैयाँ टोकरी फुलको यो डाली भन्छन्। भरे पैसा पूजा गरेर आउँदाखेरि डाली दिने बेलामा 120 भनेको थियो भन्छन्। 100 भनेका छन् भने 250 लिन्छन् पछि। त्यसैगरी पहिले नै तपाईहरुले रेट फिक्स गरेर जाँदाखेरि नि राम्रो हुन्छ, किनभने यहाँ सबै व्यापारी एक छैनन्। राम्रा व्यापारी पनि छन् यहाँ, कोही धेरै नै व्यापारै गर्न बसेका छन् र धेरै नै राम्रो यहाँको अचार विचार राम्रो छ। तपाई पनि एकचोटि आउनुहोस्, दक्षिणकाली भ्रमण गर्नुहोस्। तपाईले दक्षिणकाली माताले हाकेको ताकेको, तपाईले चिताएको धेरैको पुगेको छ। यहाँ किसिम किसिमका फलहरू, डल्ले खोर्सानी, अचार, गेडागुडी, एकजना बुढी आमैले जातो पनि जातो पिसिरहनु भएको छ गेडागुडीलाई। धेरै नै राम्रो यहाँको छ। अर्गानिक चीज अन द स्पोट पिसेर तपाईलाई दिन्छ यहाँ, कोही मिसावट बेगरको। धेरै नै राम्रो। यहाँ सागपातबाट लिएर दाना, गेडागुडी, फूलहरू, अचार विचार, जेरी पुरी, हरेक चीज, चाय नास्ता सबैको व्यवस्था राम्रोसँगै मिलाएको छन् व्यापारमा। हाम्रो हिन्दू परम्पराको, हाम्रो हिन्दू त देशको झल्को देखाउँछ दक्षिणकाली माताले। हाम्रो हिन्दूहरूको पूजा साह्रै नै रमाइलो र सफा सुग्घरसँग हामीले गर्दछौं र हामी यहाँ दक्षिणकाली माताको प्राङ्गणमा 7:45 मा पुग्दाखेरि यस्तो अवस्था छ। यो आज शनिबार भनेर पनि होला, लाइनमा बसेर अहिले तपाई पूजा गर्न जानुहुन्छ भने तपाईलाई लगभग 4 घण्टा लाग्दछ। हामी चाहिँ सोझै तल झरिरहेका छौं, सिधा मन्दिरकै नजिक गएर। हामी त्यहाँ एकजना सहयोगीहरू हुनुहुन्छ। तपाईहरु जो हतार छ, चाँडो छ भने तपाईहरु यो सिधै भर्याङबाट झरेर वहाँ सहयोगीहरूलाई आफ्नो फुलहरू, थाली फुलको दिएर पूजा अगाडि बढाउन पनि सकिन्छ। र किनभने भित्र हाम्रो अगरबत्ती बाल्ने, पूजा गर्ने, बाती बाल्ने सिस्टम छैन, बाहिरै छ। त्यो सबै तपाई बाहिरैबाट गएर पनि काम गर्न सक्नुहुन्छ, पूजा गर्न सक्नुहुन्छ। मुख्य मन्दिर यो हो देवीको र वहाँ प्याकाप्याक नै हुन्छ। त्यहाँ पनि तपाई डाली लिएर जानुभयो भने तपाईको डाली उहाँहरूले लिएर वहाँ गर्ने हो, पूजा गर्ने हो। र बाहिरबाट तपाई गएर पनि यो रेलिङबाट बाहिर दिनुभयो भने पनि उहाँहरूले नै त्यसरी नै पूजा गर्ने हो। र अलि हतार हुनेले बाहिरबाट पनि धेरै जस्तो दर्शन गर्नेहरूले बाहिरबाट पनि गरिरहेको देखिन्छ र हामीले पनि बाहिरबाट गरिएको छ। यता घन्टी झुन्डाउने ठाउँ हो, धेरै नै राम्रो छ वातावरण। र हामीले त्यहाँ यसरी हामीले टोकरी दिएर चाहिँ त्यहाँ पठाइन्छ। त्यहाँ लगिदिएर चाहिँ वहाँ पुजारीले जो पुजारीको हातमा परेर त्यो फुलपातीहरू त्यहाँ पूजा गर्ने ठाउँमा राखिदिएर र बाहिर नरिवल, सामूहिक नरिवल फुटाउने ठाउँ छ, त्यहाँ नरिवल फुटाएर पूजा गरिन्छ। र अगरबत्ती बाल्ने यसरी नै हो, बाहिरै नै आएर हो। ल हेर्नुस् लामबद्ध कति धेरै छ दर्शन गर्ने। उद्धारवती गंगा, 3टा गंगा मिसिएर चाहिँ यहाँ दक्षिणकाली माताको मन्दिर छ र यसरी नै पूजा गएर हामी
पण्डितहरूसँग यसरी टिको लगाएर उहाँहरूसँग आशीर्वाद लिएर दक्षिणकाली माताको दर्शन गरेर लास्टमा हामीले टिको लगाएर घर फर्किने क्रममा